ल त साथीहरू, आज चाहिँ मैले हेल्दी सुप बनाउन लागिरहेको छु। त्यसको लागि मैले कुकरमा पानी उमालिसकेको छु र त्यसपछि टमाटर, गाजर, अदुवा अनि अलिकति आलुलाई पनि उम्लेको पानीमा एड गरिसकेको छु। उसको बादमा हेर्दाखेरि मजाको देखिने भएको छु। उसको बादमा मैले यो कलिलो मकैलाई पनि ठक 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 काटेर सुपमा एड गर्नेछु। काटिसकेपछि मकैलाई पनि सुपमा एड गर्यो। त्यसपछि यो प्याकेटको चाहिँ कर्न सुप पाउडर नै हो, त्यसलाई पनि हल्का एड गरिसकेपछि चाहिँ अलिकति नुन पनि एड गर्यो। उसको बादमा कुकरको ढकनी लगाएर 5 मिनटको लागि छोपिदिएँ। 5 मिनट बाद हेर्दाखेरि सुप अलमोस्ट रेडी भइसकेको छ र यो सुप चाहिँ ज्यादा गाढा बाक्लो भएकोले गर्दा अलिकति पानी एड गर्यो। उसको बादमा सुप पिउनुको लागि एकदम रेडी भइसकेको छ। र यो हेल्दी सुप पिउनुको लागि चाहिँ यहाँनिर हुनुहुन्छ मेरो श्रीमती, अलिकति बिमार भएको थियो, त्यसले गर्दा चाहिँ मैले हेल्दी सुप बनाइदिएको र सुप पिएर चाहिँ दामी भयो भनेर कमेन्ट्स गर्नुहुँदैछ। आजको भिडियो चाहिँ यति नै छ। सबैजनालाई बाई बाई।